केटा केटी आएको फर्स्ट कसलाई सोध्नु म कसलाई त सोध्नुपर्ने हो त्यो अङ्कललाई सोध्नु हुँदैन ए अब म्याटलाई सोध्नु पऱ्यो आइज न बस न त्यतिकै सोचिरहेको थियो ओए म्याक्स के सोचेको त्यही सामु आम्बो त ठिकै छस् सोचाइमा छस् त अन्त के भयो फेरि कसको याद आयो फेरि तँलाई चाहिँ न जसको गर्लफ्रेन्ड छैन त्यसलाई फेरि यस्तो सोचाइमा के भयो भन के सोचेको छस् त्यतिकै सोचेको यस्तो सोचाइहरू आउँछ कोही कोही बेला कि यो है केटा फसाएको केटी फसाएको है यो अर्थमा के हो यो अर्थ पृथ्वी भन्छ नि जे भन्छ नि फर्स्ट के आएको केटा आएको केटी आएको त्यही सोच्दै बसिरहेको थिएँ मैले तँलाई के लाग्छ को फसाएको जस्तो लाग्छ तँलाई म्याक्स केटी आएको नि त हो तँलाई त्यो पनि थाहा छैन तुक्का साला केटी आउँछ नि अन्त किन भन्छ अब केटी छ भने चाहिँ सबै छ नि त अन्त घर छ परिवार छ तँ छस् म छु नानी प्याका त्यति पनि थाहा छैन तँलाई तुक्का यस्तो कुराहरू सोचिबस्छ अरू कुराहरू सोच्नु राम्रो कुराहरू यो म्याक्स पनि यस्तै पक्ला हुनेछ यो बेसी सोचेर क्लियर भएन तँलाई को आएको थियो अरे केटी आएको थियो फर्स्ट केटी आएको ल ल त्यस्तो लाग्दै थियो मलाई पनि ल है त्यस्तै लाग्यो ल भेट्दै गर्दैछ नि त्यही हो बुझिस् यो म्याट भाइले भनेको कुरा चाहिँ रङ कहिले हुँदैन केटी आएको थियो फर्स्ट भएन अब क्लियर अब बेसी नसोच यही सोच भनेको त म त पप्पूको दोकान पो आएको त है ल गएको म्याक्स यसले गर्दा बिर्सेको दुःखे अहिले भेट्छु भरे ल भाइ